स्वागत गरौँ। धन्यवाद गौतम दाइलाई। हामी यो नीलो क्रान्तिको विशेष क्रान्ति कार्यक्रममा कलमबाट क्रान्ति गर्नको लागि म आज पनि उपस्थित भइसकेको छु तपाईहरुमाझ। कृपया सुनेर साथ दिनु होला, सक्नुहुन्छ भने म सँगसँगै साथ दिन सक्नुहुनेछ। सबैभन्दा पहिला म एउटा सानो लोकगीतको टुक्रा सुनाउन चाहन्छु, किनभने र्याप नबुझ्ने आमाहरू पनि यो ठाउँमा आज उपस्थित हुनुहुन्छ। त्यसैले सानो एउटा लोकगीतको टुक्रा सुनाउँछु, त्यसपछि म र्याप सुनाउन चाहन्छु है त। गर्दै जाऊ एकाएक पुरा शहीदका सपना अधुरा। धेरै भन्दा धेरै साथीले यो लाइभलाई शेयर गरिदिनु होला। हामी पोखरामा छौं। एउटा नेपाल छ त्यही नेपाल नि टुक्रायो भने त बस्न बेहाल छ। एकाएक पुरा शहीदका सपना अधुरा। एउटा नेपाल छ एउटा नेपाल छ त्यही नेपाल नि टुक्रायो भने। रवि दाइको समर्थनमा पोखरामा फेरि पनि युवाहरू एकजुट हुनुभएको छ। यो लाइभ धेरै भन्दा धेरै साथीहरूले शेयर गरिदिनु होला। पोखरामा चाहिँ जनमानस घटिसक्यो भन्ने खालको चाहिँ एउटा मेसेज भएको थियो। पोखरामा निरन्तर रूपमा हामी आन्दोलन गरिरहेका। तेस्रो विश्वयुद्ध नै आए नि सारा संसार एकजुट भइलाए नि। एउटा नेपाल छ एउटा नेपाल छ त्यही नेपाल नि टुक्रायो भने त बाँच्न बेहाल छ। एउटा नेपाल छ त्यही नेपाल नि टुक्रायो भने त बाँच्न बेहाल छ। धन्यवाद। अब चाहिँ म र्याप सुनाउन चाहन्छु है त। जनताकै घुस खाएर सोझा जनता थर्काएर कति बस्छौ भ्रष्टाचारी आफ्नो भुँडी फर्काएर। रुगा खोकी लागे पनि विदेशतिर घुम्न जान्छौ, जनताको एउटा काममा कति करोड घुस खान्छौ। कति मोलु हुँदो रहेछ यो नेताको मन। त यो मत्यो भनेर जातपात नै छुट्याउँछन्। हामी जनता नि गोरु हो यस्तालाई चुन्ने, यस्तोले देश विकास के गर्छ कुन्ने। जनताको आवाजलाई कसले पो सुन्ने या भाषणमा बन्द छ। सबजना घुसखोरी पाइन्न भलार्नी या पिउनको काम गर्न नि घुस खुवाउनु पर्ने। बत्ती पनि बेचिरहेछ पानी पनि बेचिरहेछ, तर महँगीले जनताको टाउकोमाथि टेकिरहेछ। आयात हुने सामग्रीलाई इन्डियाले छेकिरहेछ। यति मात्र कहाँ हो र छिमेकीले हेपिरहेछ। सप्तकोशी ब्यारेक त छ हामीसँग चाबी छैन, त्यहाँ बाढी आयो भने तराईको ठाउँ रहँदैन। कति मान्छे डुबी मर्छ भारतले गेट खोलिदिँदैन। कति बच्चा अनाथ हुन्छ कसैले केही बोलिदिँदैन। मोदीको सोच नेपालीलाई अप्ठ्यारोमा पार्नु हो, मौका छोपी लुम्बिनीलाई भारततिर सार्नु हो, सोझा साझा जनतालाई भोकमारीमा पार्नु हो, ऐतिहासिक सम्पदालाई तहस नहस पार्नु हो। यो लिस्ट चाहिँ मैले क्लास 6 मा पढ्दाखेरि हान्ने बेलामा मैले केही पुरस्कार राशि समेत पाएको थियो त्यो बेलामा। र अब चाहिँ म हिजो हामी मानव अधिकार चोकमा बसेर हामी कसैको लागि मानव अधिकार माग्ने क्रममा मैले एउटा सानो फ्री भर्स सुनाएको थिएँ। त्यो फ्री भर्समा तपाईहरुको प्रतिक्रिया अति राम्रो आएको कारण आज पुनः म त्यो फ्री भर्स सुनाउन चाहन्छु, स्वीकार्नु होला। सकिसक्यो देश पुरै तस्करीले, यहाँ अपराध छोपिन्छ कुरा 10 थरीले। पानीमाथि ओह्रालो नबोल्ने बाजे तिमीले चुनाव जित्ने तरिका कसरी रे। त्यो डिग्री कोकेका मर्काको भाँडा माझ्न परेपछि आगो जस्तो तातो घाममा जली बाँच्न परेपछि घण्टाको बिर्खोखाली गर्व के को लागि सधैँ बढी परदेशको गुलामीमा बाँच्न परेपछि।
कलियुग हो यहाँ सत्यताको हार हुन्छ। किन सोझा साझा माथि पशुको व्यवहार हुन्छ? अरू देशले रकेट लन्चर तयार पार्दासम्म हाम्रा साना भाइहरूको पासपोर्ट तयार हुन्छ। देशमा युवा बेरोजगार, जागिर कतै पाएको हुन्न, हातमा ब्याचलर सर्टिफिकेट जानी कहाँ हो थाहा हुन्न। गरिबीमा हुर्किया युवा सोच्न बन्छ बाध्य, चल्दो दुबई कतार अनि बेल्छ लतार। बुढो आमा बाबुमाथि ऋणको भारी नपार, भाग्य हुनेहरू त ठिक छ पुग्छ गन्तव्यमा। कहिले विदेश गएको युवा रुन्छ विराटनगर आएर। चलिरहेछ समय यहाँ सत्यता सकाएर। सकिसक्यो देश पुरै तस्करीले, यहाँ अपराध छोपिन्छ कुरा 10 थरीले। पानीमाथि ओभानो नबन बाजे तिमीले चुनाव जित्ने तरिका कस्तरी रे। तँलाई बोल्ने मौका दिएर सुन्दै बसिरहेको थिएँ। कुवाको भ्याकुता चाहिँ उफ्रिरहेछस् किन तैँले पनि आखिरीमा? के नै ख्यासिस ए बढ्यो हत्या हिंसा बलात्कार, अपराधी भेटिँदैन टेबल मुनि चमत्कार। छोरो जान्छ कलेज कारमा तर पाउ पुलिसको हवलदार। यो हाम्रो सरकारको नाटक हो हरबारको, पुलिस अपराधी बिचमा पैसाको पर्खाल भयो। निर्मला र अन्य कति केस बोलाएको छैन फेरि, सन्तानको अर्को देश कहिले हुन्छ आफैभित्र। छुवाछुतको भेद अन्त्यमा लिन्छ जान तर रहस्य अनेक। कलाकारलाई दुःख दिन त जता पनि पुग्ने अनि आर्टिस्टलाई लगेर थुनामा थुन्ने ऱ्यापरको पछि नलाग तैँले केही पाउने छैनस्, बरु दरबार हत्याकाण्ड खोज दबिँदैछ माटो मुनि। सकिसक्यो देश पुरै तस्करीले, यहाँ अपराध छोपिन्छ कुरा 10 थरीले। पानीमाथि हो भानो नबन बाजे तिमीले चुनाव जित्ने तरिका कस्तरी रे। के रहेछ आखिर यो पैसाको नसा? धनीलाई ठिकै छ गरिबलाई दशा। मुत्न नि कर लाग्ने, सुत्न नि कर लाग्ने, गन्तव्य नजिक छ पुग्न नि कर लाग्ने। भ्रष्टाचार विरोधी अख्तियार आयोग सायद चुप लागि बस्दिन्छ घुस खान पाए त। सबजना लुटेर कोही छैन लाएको, त्यत्रो सुन नेपालमा कहाँबाट आयो त? केही परेको आछन् मोदीज्यू भनी पछाडि हटेनन् देश बेच्न पनि। हाम्रो त्यो लुम्बिनी धोतीले लान्छ कि सगर माथालाई चाइनाले खान्छ कि? 10 वर्ष युद्ध भयो नेपाली मारियो, के युद्ध गरेको यही दिनको लागि हो? रवि राई तिमी फर्केर आइदेऊ अनि तिम्रो नयाँ चमत्कार देखाइदेऊ। सतीको शराब लागेको देश हो यो, मर्नुभन्दा बरु बोलाउनै बेस हो। सकिसक्यो देश पुरै तस्करीले, यहाँ अपराध छोपिन्छ कुरा 10 थरीले। पानीमाथि हो भानो नबन बाजे तिमीले चुनाव जित्ने तरिका कस्तरी रे। थ्याङ्क यू सो मच। आज हामीसँग हामीसँग त्यस्ता साथीहरू पनि आउनु भएको छ जो गर्लफ्रेन्ड घुमाउने उमेरमा आज हाम्रो राष्ट्रको झन्डा बोकेर हामीसँग साथ दिन आइपुग्नु भएको छ। यसलाई भनिन्छ हाम्रो राष्ट्र र राष्ट्रियता र हाम्रो देशप्रतिको माया। एकचोटि तपाईँहरूलाई मेरो रचना मन पर्यो नि जोरदार हल्ला Thank you so much. सकिसक्यो देश पुरै तस्करीले, यहाँ अपराध छोपिन्छ कुरा 10 थरीले। पानीमाथि हो भानो नबन बाजे तिमीले चुनाव जित्ने तरिका कस्तरी रे। तिमीले चुनाव जित्ने तरिका कस्तरी रे। Thank you so much. जोरदार थ्याङ्क यू सो मच। मान्छेहरूको सबैको पर्सनली आफ्नो आफ्नो ठाउँमा चाहिँ आफ्नो आफ्नो समस्याहरू हुन्छ, मेरो पनि थियो होइन। तर पनि म आज 2 घण्टाको बाटो पैदल यात्रा गरेर यो ठाउँसम्म आइपुगेको छु। यो मेरो राष्ट्रप्रतिको मेरो सद्भाव र राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको मेरो यो विश्वास, मेरो लगाव। त्यसकारण म यहाँ आएर तपाईँहरूको सामु माइक समाएर उभिरहेको छु। त्यसकारण फेरि एकचोटि रवि दाइको लागि हल्ला। थ्याङ्क यू सो मच। जय घन्टी, जय घन्टी, जय घन्टी। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच सबैजनालाई।
धेरै धन्यवाद। थ्याङ्क यू सो मच। यति राम्रो थ्याङ्क यू सो मच। हामी यतिखेर पोखरामा छौँ। मलाई बल्ल आयो के भाषण भन्दा पनि यस्तै